हेलो साथीहरू, आज चाहिँ हामी कटहर काट्ने काम सुरु गर्दैछौँ। कटहर चाहिँ पाकेको छ, ठिक्क खान मिल्ने एकदम। मम्मीले सुरुमा तेल लगाएर चक्कुमा हातमा तेल लगाएर रेडी गरेर काट्न सुरु गरिसक्नुभयो। अब काटेर हेर्नु ल भित्र कस्तो हुन्छ। एकदम दामी 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 एकदम मिठो, मुखमै पानी आउला जस्तो भयो। बास्ना चाहिँ एकदम मिठो के, कटहर पाकेको कटहरको बास्ना त एकदम मिठो आउँछ। हजुरहरूलाई कस्तो लाग्छ? मलाई चाहिँ पहिला पहिला खासै धेरै मन पर्दैन थियो, तर बिस्तारै बिस्तारै अलिअलि गर्दै खाँदै जाँदा धेरै पाकेको चाहिँ मन पर्दैन। अनि ठिक्क यत्तिको चाहिँ मलाई मनपर्छ है। अनि फ्रिजमा राखेको हुनुपर्छ, यो झन् एकदम मिठो हुन्छ। मम्मीले सब निकालेर भ्याउनु भयो। अनि त्यसपछि लाएर अब कहाँ कहाँ दिने हो मम्मीले, अब यसो हेर्दै हुनुहुन्छ कता दिने के गर्ने भनेर। अनि त्यसपछि अब एउटा यसो कस्तो रहेछ त भनेर चाख्दै हुनुहुन्छ मम्मीले। हेर्दा त यस्तो मिठो बास्ना आयो भन्दै हुनुहुन्थ्यो, खाँदा पनि एकदम मिठो लाग्यो मम्मीलाई। ल तिमीहरू पनि खाऊ न एउटा एउटा भन्दै हुनुहुन्छ। अनि हामीले पनि खाएर एउटा एउटा चाख्यौँ, मिठो रहेछ है तर। अनि त्यसपछि अनि यो एकदम जहाँ पनि एकदम यसको उ लाग्छ नि त। अनि त्यसपछि हामीले नि एउटा एउटा खायौँ, मिठो थियो। मिठो भएपछि अब मम्मीले अब के गर्ने भनेर बिहा सिया निकालेर बिहा भुटेर खानुहुन्छ भनेर राख्नुभयो। अनि त्यसपछि सरसफाइ गऱ्यौँ अनि फ्रिजमा राख्यौँ। थ्याङ्क यू।